खोला मापदण्ड पीडित तथा खोला मापदण्डहरूलाई साथ सहयोग गर्न आउनुभएका न्यायप्रेमी दाजुभाइ दिदीबहिनी सम्पूर्णमा जोजोलपा नमस्कार। नीतिगत रूपमा भन्नुपर्ने कुराहरू अदालतका प्रक्रियाहरू त ऋषि दाइले सबै भनिसक्नु भयो, खासै भन्न त्यति पर्दैन। अब भनेपछि नभने पनि हुने, तर भन्नै पर्ने कुराहरू अलिअलि भन्नु मैले होइन। 3 मिनट भन्दा माथि 5 मिनटमै टुङ्ग्याउँछु, टुङ्गेन भने यसो इसारा गर्नु छ है अमितजी। 5 मिनट भन्दा 1 सेकेन्ड पनि बढी नबोल्ने म आज। तपाईँले ट्याक्क इसारा गरिहाल्ने होइन, रोकिहाल्नुपर्छ। अनि सबैभन्दा पहिला त पानी पर्दै पनि खाना नखाइकन 8:30 बजेदेखि होइन, 8 बजेदेखि तपाईँहरू सबैजना आउनु भएकोमा आफैले आफैलाई ताली बजाएर एकचोटि सम्मान गर्नुहोस्। अनि नआउनेहरू कस्तो हो भन्दाखेरि फोन आयो, पानी परिरहेछ के गर्ने भने क्या। सबैभन्दा पहिलो फोन कसको आयो भन्दा मेरो एउटा साथीको आयो, पीडितै हो, त्यसको त झन् धेरै जग्गा पर्ने। फोन पनि कसको आयो भन्दाखेरि पानी परिरहेछ जाने र कसरी जाने भन्यो। जबकि भोजहरू जाँदाखेरि 5 बजे लेखेको बेलामा त्यो 5 बजे पुगेर म त यस्तो आन्दोलन अभियानमा हिँड्छु, ढिला पुग्छु, 7:30मा पुग्छु म भोजमा। 5 बजे लेखे पनि 6 बजे लेखे पनि 7:30 पौने 8मा पुग्छु। 7:30मा म पार्टी प्यालेसको गेटमा पुग्दाखेरि मोटरसाइकल लिएर निक्ले, किन भन्दा मापसेमा पर्छ, त्यही भएर 8 बजेदेखि चेकिङ हुन्छ, चाँडै जाँला भन्ने मान्छेले आफ्नै जग्गा जाँला बेला आफ्नै जग्गा खान लाछ होइन, मापदण्डको नाममा। त्यो बेलामा चाहिँ पानी परिरहेको छ के छ भन्छ। त्यो साथीहरूलाई पनि एकचोटि ताली बजाइदिनुहोस्। होइन आउनु पर्यो नि, आउँदैन आउनु। अनि पत्रकार मित्रहरूको धेरैको जिज्ञासा एकैमुष्ट मैले पत्रकार मित्रहरूको सम्बोधन गर्न आएँ। तपाईँहरू यहाँ आज फैसला हुने दिनमा, पेशी भएको दिनमा अदालतलाई दबाब दिन आउनु भएको कि अदालतलाई प्रभाव दिन आउनु भएको कि के हो भन्ने कुरामा दबाब पनि होइन, प्रभाव पनि होइन। हामी पीडित छौँ र यो गैर न्यायिक खोला मापदण्ड हाम्रो सहमति छैन, हामी पीडामा छौँ। देशका जनता सडकमा आउँछ, सडकमा ओर्लिनु पर्छ है भन्ने देखाउन, जानकारी दिन। किन भन्दा हामी सबैजना अदालतमा गएर वकालत गर्न सक्दैनौँ। सम्मानित सर्वोच्च अदालतको समय त एकदमै महत्त्वपूर्ण छ, अदालतमा हामी सबैजना पनि अटाउँदैनौँ भनेपछि हामी विमति जनाउन आएको र हामी सबै पीडितले छुट्टै वकिल पनि राख्न सक्दैनौँ, व्यवहारिक पनि छैन। त्यसैले हामी यहीँबाट एडभोकेसी गर्न, यहीँबाट हाम्रो होइन विमति छ, पीडामा छ, हामीलाई यो अन्याय भएको छ भन्ने देखाउन आएको। अर्को कुरा, पत्रकार मित्रहरूले एउटा सोध्नुहुन्छ, त्यसो भए सर्वोच्च अदालत तपाईँहरूको अगेन्स्टमा, तपाईँहरूको विपक्षमा फैसला गर्यो भने के गर्नुहुन्छ भन्नुहुन्छ क्या। के गर्छौँ भने जस्तो आज हामीले सेतो टी सर्ट लाएर आएछौँ, के त भन्दाखेरि यो सेतोको मतलब के भन्दा हामी स्वच्छ छौँ है, हामी जग्गा खोलालाई अतिक्रमणकारी होइनौँ। खोला अतिक्रमणकारीहरूलाई कारबाही गर, भूमाफियाहरूलाई कारबाही गर। हामी भूमाफिया होइनौँ, खोला अतिक्रमणकारी होइनौँ। हाम्रो जग्गा पुर्खौनी हजारौँ वर्षदेखिको सम्पत्ति हक भोग गर्दै आएको, किन ऋषि दाइले भन्नुभएको थियो हक भोग गर्दै आएको सम्पत्ति हो, त्यो स्वच्छ हो, त्यो देखाउन आएको। र विरोध स्वरूप यो कालो अक्षर भयो भने, फैसला विपक्षमा आयो भने के गर्नुहुन्छ भनेर धेरै पत्रकार मित्र साथीहरूले सोध्नुभयो। म पत्रकार मित्रहरूको जवाब दिएँ यहाँबाट टाइममा। के गर्छौँ भन्दा घरबार गइसकेपछि के गर्छ त्यो मान्छे, पक्कै सडकमा आउँछ। सडकमा के गर्छ भन्दा यस्तो सेतो टी सर्ट लाएर आउँदैन, यो सेतो टी सर्ट फुकालेर आउँछ है। अदालतले हाम्रो विपक्षमा फैसला आयो भने के गर्छ भन्दा हामी सडकमा आउनुपर्ने बाध्यता हुन्छ, सडक पास हुन्छ र सेतो टी सर्ट खोलेर आउँछ। यो भन्न चाहेँ मैले होइन, यति सन्देश दिन चाहेँ। र के त भन्दाखेरि एउटा चाहिँ कस्तो रहेछ भने यो हाम्रो आन्दोलनले फाइदा लिउँ कि भनेर भूमाफियाहरूको पनि चलखेल चाहिँ छ है। र पुनः एकपटक जुन खोला अतिक्रमण गर्ने र भूमाफियाहरूलाई कारबाही चाहिँ गर्नै पर्छ। त्यसैले यो हाम्रो आन्दोलन चाहिँ खोला मिच्ने अतिक्रमणकारी भूमाफियाहरूलाई साथ दिन होइन। यहाँ एउटा भाष्य चाहिँ कस्तो तयार भइरहेछ भने यो सबै भूमाफियालाई पोस्ने खोला अतिक्रमणकारी भन्ने मेसेज गरिरहेछ।
त्यसैले हामीले भूमाफिया र खोला अधिग्रहणकारीहरूको विरुद्ध पनि बोल्नुपर्छ, खोला संरक्षणमा पनि लाग्नुपर्छ है हामी सबैजना। त्यसैले म एकचोटि नारा लाउँछु, तपाईँहरूले पनि साथ दिनुहोस्, अनि म टुङ्ग्याउँछु है। कति 5 मिनट हुन लाग्यो होइन? खोला अतिक्रमणकारीहरूलाई कारवाही गर, कारवाही गर, कारवाही गर, खोला अतिक्रमणकारीहरूलाई कारवाही गर, कारवाही गर, कारवाही गर, भूमाफियाहरूलाई कारवाही गर, कारवाही गर, कारवाही गर, भूमाफियाहरूलाई कारवाही गर, कारवाही गर, कारवाही खोला अतिक्रमणकारीहरूलाई कारवाही गर। गर, कारवाही गर, मापदण्डको नाममा जनताको जग्गा लुट्न पाइँदैन, 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 मापदण्डको नाममा जनताको जग्गा लुट्न पाइँदैन। पाइँदैन, पाइँदैन। ल तपाईँहरू सबैले आफैले आफैले धन्यवाद।